सशस्त्र अध्याय। सतीदेवी यज्ञादि वर्णन। कुमारजी आज्ञा गर्नुहुन्छ। अगस्त्य मुनि त्रिप्रदाह भएको अत्यन्त रहस्यमय कथा मैले सुनाएँ। अब अरू के सुन्न इच्छा छ त्यो आज्ञा होस्। कुमारजीको वचन सुनि अगस्त्य मुनिबाट बिन्ती भयो। हे पार्वती पुत्र दक्ष प्रजापतिले आफ्नो 33 कोटी कन्याको विवाह 33 कोटी देवतासँग गरिदिएको विष्णुका छलद्वारा सतीदेवीको विवाह महादेवी स्थित भई कैलाशमा गएको कथा पनि मैले सुने। त्यहाँ उपरान्त के भयो त्यो सुन्न पाऊँ। यो बिन्ती सुनेपछि कुमारजी आज्ञा गर्नुहुन्छ। अगस्त्य मुनि एक दिन दक्ष प्रजापतिले आफ्नो स्त्री विरणीसँग भने, हे विरणी, अश्वमेध यज्ञ गर्ने धेरै अगाडिदेखि हाम्रो इच्छा अब पुरा गर्नु पर्ला जस्तो छ। त्यसका निम्ति अब सामग्री जुटाऊ। महादेव र सती बाहेक त्यस यज्ञमा अरू छोरी र ज्वाइँहरू ब्रह्मा विष्णु इन्द्र ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा र 10 दिक्पालहरू समेतलाई निमन्त्रणा गर्न पठाऊ। आफ्ना पतिको यस्तो इच्छा भएपछि आफूलाई दिएको आज्ञा अनुसार दक्ष पत्नी विरणीले यज्ञको सामग्री तयार गरिन्। यज्ञमा निमन्त्रणा गर्नु पर्ने त सबैलाई निमन्त्रणा पठाइयो। दक्ष प्रजापतिका 33 कोटी छोरी र ज्वाइँहरू नाना वस्त्र र गहना लगाई माणिक्यादि नाना द्रव्य कोसेले लिए यज्ञमा आउन थाले। नन्दी भृङ्गी चतुष्टी योगिनी भूतप्रेत पिचास प्रमथ गण आदि गणले शोभायमान सभामा महादेवले शोभा पाए। जस्तै 33 कोटी छोरी ज्वाइँ ब्रह्मा विष्णु इन्द्र ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा 10 दिक्पालहरू समेत एकत्र भई माणिक्यादि रत्न सुन्दर वस्त्र र गहना पहिरेर अनेक प्रकारका नाच गीत वाद्य मङ्गल गान गर्दा दक्ष प्रजापतिका यज्ञमा अवर्णनीय शोभा हुन लाग्यो। त्यस आनन्दमय यज्ञमा को आए र को आएनन् भनी नारदले उठेर यताउति हेरे। त्यहाँ उनले 33 कोटी देवता दक्ष प्रजापतिका 33 कोटी कन्याहरू ब्रह्मा विष्णु इन्द्र ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा र 10 दिक्पालहरू सबैलाई देखे, तर श्री महादेव र सतीदेवीलाई देखेनन्। महादेवको आह्वान नभई कुनै पनि यज्ञ पूर्ण हुँदैन भन्ने दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला? निमन्त्रणा गर्न भुल भयो वा पठाएको निमन्त्रणा पुगेन विचार गर्नु पर्यो भनी त्यहाँबाट अन्तर्ध्यान भएर नारद तत्काल कैलाशमा जाँदा भए। हे अगस्त्य मुनि, उता कैलाशमा महादेवले सतीदेवीलाई भन्नुभयो, हे प्रिय, आज हामी जुवा खेलौँ, पासा ल्याउँ। सतीदेवीले हवस् भन्दै पासा ल्याइदिएपछि शिव र सती जुवा खेल्न लाग्नुभयो। निकै बेर खेलेपछि सतीदेवीले जितेर पतिलाई गिज्याउनुभयो। त्यसपछि शिवजीले जितेर पतिलाई गिज्याउनुभयो। त्यसपछि शिवजीले झोली दाउरा थाप्नुभयो। सतीदेवीले पासा हानेर त्यो पनि जित्नुभयो। त्यसपछि शिवजीले त्रिशूल र डम्मरू थाप्नुभयो। त्यसमा पनि सतीदेवीकै जित भयो। त्यसपछि शिवजीले नागका गहना थाप्नुभयो। त्यो पनि उसै गरी सतीदेवीले जित्नुभयो। त्यसै बेला दक्ष प्रजापतिका यज्ञको निम्ता मान्न देवताहरू आफ्ना विमानमा चढी मिठो वार्तालाप गर्दै आकाशमा मार्गबाट जाँदै थिए। उनीहरूलाई देखेर सतीदेवीले महादेवसित सोध्नु लाग्नुभयो, हे भुवनेश्वर, ती विमानमा जाने को हुन्? आज्ञा होस्। यस्ता कुरा सुनि महादेवले तिमीलाई के धन्दा पर्यो? आफ्नो चाहिँदो धन्दा गर भनी महादेवबाट आज्ञा भयो। मनमा तर्क र चिन्ता लिएकी सतीदेवी चुप लाग्नुभयो। महादेवले मुस्कुराउँदै जुवामा मुकुट थाप्नुभयो। त्यो पनि सतीदेवीले जितेपछि भन्नुभयो, हे स्वामी, हजुरका सबै कुरा मैले जितिसकेँ। लौ अब के थाप्नुहुन्छ यो सुन। लौ अब म आफ्नो अङ्ग नै थाप्छु भनी तयार भएको देखेर सतीदेवीले भन्नुभयो, हे नाथ, केही गरी मैले हारेँ भने हजुरका अङ्गका सट्टामा मैले कुन कुरा दिउँला? यो विश्व ब्रह्माण्डमा हजुरको अङ्गको सट्टा दिन योग्य वस्तु कुनै छैन। जुवामा जितेर मैले हजुरको अङ्ग मेरो बनाइरहनु पर्दैन। विवाहको समयमा नै मेरा बाबा आमाले तिल कुश जल सहित मेरो हात हजुरका हातमा राखी कन्यादान दिएकै दिनदेखि हजुरको अङ्ग मेरो र मेरो अङ्ग हजुरको भइसकेको छ। यसलाई मैले जितिरहनु पर्दैन। सतीदेवीका यी घतलाग्दा कुरा सुनेका महादेवले प्रसन्न हुँदै, हे सती, तिमी धन्य छौ भन्नुभयो। यसरी कुरा गर्दै रहँदाको बखतमा देवर्षि नारदजी आइपुगे। श्री महादेव र सतीदेवीका चरणमा साष्टाङ्ग दण्डवत गरी अञ्जली बाँधी खडा भए। श्री महादेवको स्वरूप कस्तो थियो भने जटाको मुकुट गराए, बाघको छाला कम्मरमा बाँधी, हात्तीको छाला ओढी, शरीरमा खरानी घसी, सर्पका गहना लगाई, शिरमा गङ्गा र काखमा सतीदेवीलाई लिएका कोटी सूर्यको जस्तो तेजले युक्त भएर भूत प्रेत नन्दी भृङ्गीलाई द्वारमा राखेर आफू अग्लो आसनमा विराजमान हुनुभएको थियो। त्यस्ता श्री महादेवलाई देखेर नारदजीले मनमा ठुलो आनन्द मानी बारम्बार नमस्कार गर्न लागे। नारदजीको आफूमाथि त्यस्तो भक्ति र प्रेम देखेर प्रसन्न हुनुभएका महादेवबाट आज्ञा भयो, हे नारद, तिमीदेखि म प्रसन्न भएँ। आफ्नो मनोकामना अनुसारको वर माग। यस्तो सुनेपछि
देखेपछि हर्षले गदगद भएका नारदजी केही बोल्न नसकी खडा भइरहे। केही नबोली यसरी उभिएको देखेर श्री महादेवले हे नारद के कारणले आयो भनी सोधनी गर्नुभयो। नारदले कर जोरी बिन्ती गरे, हे प्रभु मेरो चित्त हजुरको ध्यानमा सदा सर्वदा लागिरहोस्, यही वर म माग्छु। हे परम वर्मा, अब म यहाँ आएको जुन कारणले हो सो निवेदन गर्छु। हे प्रभु, दक्ष प्रजापतिका घरमा हुन लागेको अश्वमेध यज्ञमा स्वर्ग, मत्र र पातल तीनै लोकका देवता, ऋषि, नाग, अष्टवसु, 10 दिक्पाल, ब्रह्मा विष्णु सहित सबै स्त्री पुरुष आएका छन्। त्यो यज्ञशालामा गई वरिपरि हेर्दा जगतका माता पिता तपाईँहरू दुवैलाई मैले देखिनँ। सबै देवताहरू आफ्ना गणसहित यज्ञमा आनन्द मनाउँदै थिए। यज्ञका स्वामी तपाईँलाई किन निम्तो भएन भन्ने मनमा जिज्ञासा उठेकाले बिन्ती गर्न आएको हुँ। हे शङ्कर, हे सती, तपाईँहरू त्यहाँ उपस्थित नभएको अर्थ मैले नबुझेको हुँदा यति बिन्ती गरेको छु। नारदको कुरा सुनि सतीदेवीले श्री महादेवसित दुःख मान्न लाग्नुभयो। हे प्रभु, हे जगदीश्वर, मेरा बाबा दक्ष प्रजापतिले ब्रह्मा विष्णु सहित 33 कोटी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा, दैत्य आदि मेरा बहिनीहरू सहित 10 दिक्पाल सबैलाई डाक्दा हामी दुईलाई मात्र किन डाकेनन् भन्दै आँखाबाट आँसु खसाउन थाल्नुभयो। सतीदेवीको यस्तो विलाप सुनि महादेवले सम्झाउन लाग्नुभयो। हे प्रिय, मनमा कति पनि पिर नल्याऊ, किनभने तिमी नरुचाएकी छोरी र म मन नपरेको ज्वाइँ डाकेनन् त अब कसो गर्नु। यस कुरामा तिमीले आफ्नो अपमान भएको नठान, तिम्रो निम्ति म छँदैछु। त्यसको यज्ञमा गएर हामीले के पाउनु छ र। महादेवले यसरी सम्झाउँदा पनि सतीदेवीले नमानी धेरै जिद्दी गर्दै पतिका पाउमा परि बिन्ती गर्न लाग्नुभयो। हे स्वामी, आज्ञा पाए नारदका साथ लागि गएर र यज्ञशाला हेरेर मात्र फर्किआउने थिएँ। यो सुनि श्री महादेवले फेरि सम्झाउन लाग्नुभयो। हे प्रिय, धेरै हठ नगर, तिमी आफ्नो विशेष मनमा रहेकी छौ। वहाँ गएपछि तिम्रो अपमान होला, जाने काम नगर। यसरी सम्झाउँदा पनि नमानी नारदका साथ लागि राति जानुभयो र दक्ष प्रजापतिले यज्ञ गरेको ठाउँमा पुगी आफ्ना बाबा महतरीलाई ढोगी यज्ञका चारैतिर आँखा पुर्याउनुभयो। त्यस यज्ञमा आएका सबैलाई देखेपछि मनमा धेरै अपमान लिएर सतीदेवीले आँखाबाट आँसु झार्दै भन्नुभयो। हे बाबा आमा, तपाईँहरूको यस यज्ञमा किन मलाई डाक्नु भएन। ब्रह्मा विष्णु इन्द्र आदि 33 कोटी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा, 10 दिक्पाल, तिनका स्त्री सहित सबैलाई डाकी हामी दुईजनालाई मात्र किन डाक्नु भएन। फेरि यज्ञका मूल स्वामी महादेव नभएको यज्ञ कसरी पूर्ण होला। यज्ञका फलदाता नै महादेव हुन् भन्ने थाहा भएन कि सम्पूर्ण देवताका नायक महादेव नै सृष्टि स्थिति र संहारकर्ता हुन्। हे पिता, यज्ञका अधिपति महादेवको आवाहन नभइकन गरेको यज्ञले केही फल प्राप्ति हुँदैन। यसकारण श्री महादेवलाई छट्टै डाक्नुहोस्। हे पिता शङ्कर, नभई कुनै यज्ञ पूर्ण हुँदैनन्। यस ब्रह्माण्डमा 2वटा शङ्कर भएकाले तपाईँले एउटालाई नबोलाएको हो कि मैले त यस बेला कैलाशमा रहनुभएका एक शङ्करलाई मात्र जानेको छु। सतीदेवीको मुखबाट यस्ता भाषण सुनेपछि दक्ष प्रजापतिले भने, हे छोरी, तिम्रो पनि महादेव यो यज्ञमा राख्न योग्य नभएकाले मैले डाकिनँ। यस कुरामा दुःख नमान। हे पुत्री, तिमीबाट कुनै अपराध पनि भएको होइन। विवाह हुन अघि तिमीले आफ्नो धेरै सेवा गरेकी पनि थियौ र हामीलाई सन्तोष पनि थियो। तिम्रा स्वामीको कारण नै तिमीलाई डाक्न नपठाएको हुँ। सृष्टि स्थिति र संहार गर्ने साथै समस्त यज्ञको फल दिने महादेव हुन् भन्ने तिम्रो भनाइ उचित होइन। महादेव केवल बौला हो, सृष्टिकर्ता ब्रह्मा हुन्, स्थिति र संहारको गर्ने विष्णु हुन्, यज्ञका फलदाता पनि उनै नारायण नै हुन्। महादेव त देवता नै होइन, उसलाई नडाकेर मेरो यज्ञ कसरी अशुद्ध होला। ब्रह्मा विष्णुदेखि सम्पूर्ण 33 कोटी देवता यहाँ आएका छन् भने मेरो यज्ञ कसरी निष्फल हुन्छ। महादेव आएर के वर देला। यस्ता प्रकारले आफ्ना पिता दक्ष प्रजापतिका मुखबाट जगदीश्वर आफ्नो स्वामी श्री महादेवको धेरै अपमान भएको सतीदेवीले सुनेपछि उनी अत्यन्त दुःखी भइन्। महादेव प्रति क्षुद्र वचन बोल्दै निन्दा गरेको सुनेपछि सतीदेवीले लाल लाल आँखा पारी सर्प झैँ सुत्केर हाली दारा रिसले उठेर भुइँमा लात्तले हानी यज्ञतिर हेरी छातीमा मुड्कीले हानी शिव शिव भन्दै श्री महादेवको नाम जप्दै यज्ञकुण्डमा हाम फाली प्राण छोड्नुभयो र पर्वतराज हिमालकी पत्नी मेनकाका गर्भमा गएर वास गर्नुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमारक संवादे श्री सुस्तानी परमेश्वरी व्रतकथा सतीदेवी यज्ञ प्रवेशो नाम षोडशोऽध्याय अध्याय। ओम उपनयितु मङ्गलव सकल जङ्गल मङ्गलाय श्रीमान दिनकर किरण निबोधित नव
नलिन्दन निवेक्षण श्रीकृष्ण काले प्रसन्तु पर्जन्य पृथ्वी सस्य शालिनी त्रिशस्य शोभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निधना सदा सन्तु जीवन्तु सरदा सतम तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि व सर्वाणि सन्ति तत्र यथा उद्धार कथा प्रसङ्ग या कुन्दे तुषार हार्थवला या शुभ्रवस्त्रावृता या वीणा प्रतनलिपकरा या श्वेत पद्मासना या वर्माच्यु शङ्कर प्रवृत्ति विवेक सदा वन्दिता सामा पातु सरस्वती भगवती निशेष चाडय पहा काहीन वाचा मनसेन्द्रे विवाह बुद्ध्यात्माना अनुसृते स्वभावत करोमि यज्ञ सङ्कलं परस्मै नारायण युवती समर्पये तत अन्नये चेतसा भक्त्या श्रुतयच्च कथामृतं समर्पयामि सर्वस्वस्थानि परमेश्वरीं ओम श्री स्वस्थानि परमेश्वराय नमः।